नमस्कार। आज हामी पुराण श्रवण मुहूर्त र पुराण श्रवण चक्र सम्बन्धी परिचर्चा गर्नेछौँ। हामीले कुनै पनि पुराणको आयोजना गर्नु पूर्व पुराण श्रवण चक्र र पुराण श्रवण मुहूर्तको आवश्यकता पर्दछ। पुराण श्रवण चक्र भनेको के हो, मुहूर्त भनेको के हो? पहिला मुहूर्तको चर्चा गरौँ। धरसिन्धु, निर्णय सिन्धु, ज्योतिषार, मुहूर्त, मार्तण्ड आदि गरिएका ग्रन्थमा अश्विनी, रोहिणी, मृगशिरा, तिष्य, अनुराधा, हस्त, मूल र श्रवण यी 8वटा नक्षत्रलाई पुराण श्रवणको लागि उपयुक्त नक्षत्र मानिएको छ, अथवा पुराण प्रारम्भ गर्दा यी 8वटा नक्षत्रबाट गर्न सकिन्छ। त्यसमा बार शुभ हुनु पर्यो। आइतबार, मङ्गलबार र शनिबार पर्नु भएन। तिथि पनि नन्दा, भद्रा, जया, रिक्ता, पूर्णा मध्ये भद्रा र रिक्तालाई त्यति उपयुक्त मानिएको हुँदैन। यो चाहिँ यहाँ भयो हाम्रो मुहूर्तको कुरो। र अर्को कुरो छ चक्र, पुराण श्रवण चक्र। यो के हो त भन्दा पुराण श्रवण चक्रको नियम भनेको गुरु भात दिन व अवधि। बृहस्पति जुन नक्षत्रमा गोचरमा बसेको छ त्यो नक्षत्र गोचरमा बसेको नक्षत्रबाट अहिलेको पुराण श्रवण प्रारम्भका लागि जुन नक्षत्र लिएको छ त्यो नक्षत्रसम्म गन्दै आउँदा कति सङ्ख्या हुन्छ? गुरु बसेकोलाई 1, त्यहाँबाट अगाडिकोलाई 2 गर्दै गर्दै आउँदाखेरि जति सङ्ख्या हुन्छ त्यो सङ्ख्याको आधारमा जुर्ने समूहलाई पुराण चक्र श्रवण चक्र भनिन्छ। जस्तै बृहस्पतिदेखि गन्दै गन्दै ल्याएर 14सम्मको समयलाई उपयुक्त मानेको छ। 15देखि 24को समयलाई राम्रो छैन र 25देखि 27को समय फेरि उपयुक्त मानेको छ। यही विषयमा हामी पात्रको माध्यमबाट यहाँ देखाउँदै चर्चा गर्नेछौँ। भिडियोको अन्तिमसम्म रहनुहोला। यहाँ पात्रमा बताइए अनुसार पुराण श्रवण मुहूर्त अश्विनी, रोहिणी, मृगशिरा, तिष्य, अनुराधा, हस्त, मूल, श्रवण यी 8 नक्षत्रमा शुभ तिथि शुभ बारमा गुरु शुक्रको उदयकालमा पुराण श्रवण चक्र जुराई पुराण श्रवण आरम्भ गर्नु शुभ हुन्छ भनेर यहाँनिर बताइयो। यो तस्विरमा देखाइएको छ। यहाँनिर पुराण श्रवण चक्रम गुरु बाँध दिन वा बदिही लेखिएको छ। अगाडिपट्टि नम लेखिएको छ, यो भनेको नक्षत्र, र अगाडिपट्टि फलानी लेखिएको छ। नक्षत्र लेखिएको मुनि 4, 8, 9, 14, 20, 24 र 27 रहेको छ, र फलानी लेखिएको तर्फ धर्म प्राप्ति, श्री प्राप्ति, कथा सिद्धि, परम सुखम, पीडा, नृपभयम र ज्ञान प्राप्ति लेखिएको छ। यो के भनिएको भने बृहस्पति जुन नक्षत्रमा बसेको छ गोचरमा त्यसकै आधारमा पुराण श्रवण प्रारम्भ गर्ने दिनको सङ्ख्या यदि 4 नक्षत्रमा पर्दछ भने धर्म प्राप्ति हुन्छ, अथवा 4 अङ्कमा पर्यो भने धर्म प्राप्ति हुन्छ। 4 देखि 8 सम्म पर्यो भने श्री प्राप्ति हुन्छ। 1 देखि 4 सम्म धर्म प्राप्ति, 5 देखि 8 सम्म श्री प्राप्ति, 9 सम्म छ भने कथा सिद्धि, र 14 सम्म पर्दछ भने परम सुख हुन्छ। र यदि 14 देखि 20 को बिचमा पर्दछ भने त्यसमा पीडा हुन्छ, र 20 देखि 24 को बिचमा पर्दछ भने नृपभय हुन्छ, र 24 देखि 27 को अवस्थामा हुन्छ भने चाहिँ ज्ञान प्राप्ति हुन्छ। भन्नुको तात्पर्य कथा प्रारम्भ गर्दाखेरि सङ्ख्या 14 देखि 14 सम्म शुभ, 15 देखि 24 सम्म अशुभ, र 25, 26, 27 चाहिँ शुभ हुने समय देखियो। अब हामी कसरी पत्ता लगाउने भन्ने विषयमा चर्चा गर्नेछौँ। यहाँ हामीले 2082 साल फागुन शुक्ल पक्षको पात्र राखेका छौँ, र 82 साल फागुन शुक्ल पक्षको फागुन 14 गतेको आधारमा जुन दिन बिहिबार छ, जुन दिन दशमी तिथि छ, जुन दिन मृगशिरा नक्षत्र छ, यो दिन पुराण श्रवण चक्र र मुहूर्त जुर्छ जुर्दैन भनेर हामीहरू चर्चा गर्नेछौँ। अब यहाँ के छ त भन्दा पुराण श्रवणको लागि हामीलाई पहिले नक्षत्र चाहिन्छ। नक्षत्रमा जुन मुहूर्तमा देखाइएका नक्षत्रहरू थिए अश्विनी, रोहिणी, मृगशिरा, तिष्य, अनुराधा, हस्त, मूल र श्रवण यी नक्षत्र मध्येमा यहाँ मृगशिरा नक्षत्र छ। त्यस हुनाले नक्षत्रको मृगशिरा नक्षत्र चाहिँ पास भयो। यहाँ हाम्रो शुभ तिथि भनेको छ। तिथि दशमी तिथि छ। दशमी तिथि भनेको नन्दा, भद्रा, जया, रिक्ता, पूर्णा गर्दाखेरि यो पूर्णा तिथि भएको हुनाले यो तिथि पनि उपयुक्त छ। र शुभ बार भएको हुनाले हाम्रो शुभ बार पनि बिहिबार भएको हुनाले यो दिन पुराण मुहूर्तको लागि चाहिँ दिन उपयुक्त भयो। अब हामी पुराण श्रवण चक्रको लागि यहाँ समय खोज्ने प्रयास गर्नेछौँ। पुराण श्रवण चक्रमा के भनिएको थियो भन्दा गुरु भाद दिन वा अवधि, अथवा बृहस्पति जुन नक्षत्रमा बसेको छ त्यसदेखि आरम्भ गर्ने दिनको नक्षत्रको समय भनेको हुनाले अब हामी पहिला पत्ता लगाउँछौँ बृहस्पति कुन नक्षत्रमा छ। यहाँ खोज्दै जाँदाखेरि ग्रह सञ्चार बाधने भन्ने समयमा जुन दिन हामीले फागुन 14 गतेको आधारमा हेर्दैथ्यौँ त्यसको छेउछाउमा हेर्दै जाँदाखेरि हामीले के भेटायौँ त भन्दा माघ 15 गते पुनर्वसु नक्षत्रको पहिलो पाउमा बृहस्पति दिउँसोको 11:54 प्रवेश गरे भन्ने यहाँ भेटियो। अब हामीले बृहस्पति बसेको नक्षत्र पुनर्वसुबाट पुराण प्रारम्भ गर्न सोचिएको 14 गतेको नक्षत्र मृगशिरासम्म गन्दै लानुपर्दछ। पुनर्वसुलाई नै 1 गनिन्छ।
पुनर्वसु 1 हुँदै गयो। पुनर्वसु, तिष्य, अश्लेषा, मघा, पूर्व फाल्गुनी, उत्तर फाल्गुनी, हस्त, चित्रा, स्वाति, विशाखा, अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्व भाद्रपदा, उत्तर भाद्रपदा, रेवती, अश्विनी, भरणी, कृतिका, रोहिणी, मृगशिरा गरेर यतिसम्म आइपुग्दाखेरि ठ्याक्कै हाम्रो कति सङ्ख्या भयो त भन्दा हाम्रो ठ्याक्कै 26 भयो। अब 26 सम्म चाहिँ हाम्रो पुराण श्रवण चक्र जुर्छ। 1 देखि 14 सम्म जुर्छ, 15 देखि 24 जुर्दैन र 25, 26, 27 सम्म जुर्ने अवस्था भएको हुनाले यो दिन पुराण प्रारम्भ गर्नको लागि पुराण श्रवण मुहुर्त र पुराण श्रवण चक्र दुवै जुरेको छ र यसरी नै पुराण श्रवण मुहुर्त र पुराण श्रवण चक्र हामीले जुराउनु पर्ने हुन्छ र हवनको समयमा, साङ्गेको समयमा अग्नि जुरेको पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ। यदि अग्नि जुर्न 1-2 दिन तलमाथि भयो भने अग्नि दिन अग्नि जुराएर आगो बालेर पनि राख्न सकिन्छ। यदि फेसबुकको माध्यमबाट भिडियो हेर्दै हुनुहुन्छ भने एकाउन्टलाई फलो गर्न नबिर्सिनुहोला। यदि युट्युबको माध्यमबाट भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला।